सर्लाहीको स्वास्थ्यको मुद्दा सिङ्गो सर्लाहीको मुद्दा हो, शिक्षाको मुद्दा सिङ्गो शिक्षाको मुद्दा हो। त्यो कारणले गर्दा पनि डाक्टर सरोज अहिले मेरो भाइ यहाँ एउटा कर्मठ उम्मेदवार अहिले क्षेत्र नम्बर 4 को क्षेत्र नम्बर 2 को उम्मेदवार हुनुहुन्छ। क्षेत्र नम्बर 1 बाट शम्भुलाल श्रेष्ठ हुनुहुन्छ, क्षेत्र नम्बर 3 बाट विनोद खनाल हुनुहुन्छ। सर्लाही क्षेत्रको सबै क्षेत्रहरूमा मसँगै मेरो साथीहरू निर्वाचित हुँदै गर्दा बल्ल मैले सर्लाहीको समग्र मुद्दाहरूको सम्बोधन गर्ने हो। सरोजको सन्दर्भमा एउटा पढे लेखेको चिकित्सक आफै पनि योग्य साथी अहिले यहाँ हुन्छ, जसले योभन्दा अगाडिका समयहरूमा पनि आफू प्रतिनिधि नहुँदै गर्दा पनि खास गरिकन सर्लाहीको शिक्षा र स्वास्थ्यको सन्दर्भमा रुचिपूर्वक कैयन पटक मसँग छलफल गरेका छन्। कैयन पटक मेरो नेटवर्कबाट सर्लाहीको लागि कतिपय विषयहरूमा आफैले यहाँ मद्दत लिएर आएका छन्। यतिको साथीहरू मसँग पार्लियामेन्ट हुँदै गर्दाखेरि अरू विकास निर्माणको पूर्वाधारको कुरा त नियमित कुराहरू थियो त हामी गर्छौँ नै, तर मलाई सबैभन्दा बढी काम गर्न मन लागेको क्षेत्र भनेको चाहिँ एजुकेसन र हेल्थको सेक्टर हो। यहाँको एजुकेसन र हेल्थमा असाध्यै धेरै पछाडि परेको छ। छोटो समयमा यसलाई यो कायाकल्प हुने गरी काम गर्न सकिन्छ, तर यसको लागि म आफू मात्र प्रतिनिधि भएर हुँदैन, सरोज जस्तो साथीहरू पनि मलाई सँगसँगै पार्लियामेन्टमा हुँदै गर्दाखेरि मैले त्यसरी काम गर्न सक्छु।